हेलो गाइस, आज मेरो बर्थडे है। अनि बाबुले आज मामु हजुरको बर्थडेमा आज केही पकाएर खाऊ न भनेर मुखबाङ गरौँ न भनेर भन्यो है बाबुले। यो मेरो बाबु छोरो है। अनि आज बर्थडेको दिनमा हामी आमा छोरो मुखबाङ गर्छौँ। हेर्नु होला, पछिसम्म हेरेर सपोर्ट गरिदिनु होला है त। ल सुरु गर्ने हो नि त बाबु, सुरु गरौँ न त। आज मैले बनाएको छु घरमै होम रेमेडी पुलाउ। अनि यहाँ रहेको छ सलाद, मुला, अनि हामीसँग यहाँनिर पापड पनि रहेको छ, प्राउन भन्छन् हैन। अनि यहाँ रहेको छ चिकन करी। ल अब हामी खाना सुरु गर्छौँ है। ल मैले चाहिँ सुरु पापडबाट गरेँ है त। ल सर्भ गरौँ न त। तिमी आफै राख्छौ कि म गरौँ? गाइस, मासु हेर्दै खाउँ खाउँ जस्तो लागिरहेछ हैन। अब हेर्दाखेरि त राम्रै छ, अब खाँदाखेरि हेरौँ। थम्बनेल लिने हो कि? थम्बनेल लिइसक्यो अघि नै। ल आफै राख्ने कि म हाल्दिउँ? हजुर हालिदिएन। खाएको भिडियो पनि के हाल्यो भनेर गाली नगरिदिनु होला गाइस। अनि गाइस, हामीले यो भिडियो के अरे माघे सङ्क्रान्तिको वरिपरि नै रिकर्ड गरिरहेछौँ होइन। त्यसैले हजुरहरूलाई माघे सङ्क्रान्तिको विशेष शुभकामना है त। धेरै धेरै शुभकामना। ल अब हामी खाँदै गर्छौँ, ल बिस्तारै गफ गर्दै खाँदै गर्छु। हजुरहरूले अन्तिमसम्म हेरिदिनु होला। हजुरलाई नि ग्रेभी हाल्नु? सुरु गरौँ। होइन मैले हालिसक्यो। ग्रेभी हालिसक्यो? हाल न थोरै। पुलाउमा है भयो है। भयो। ल है त गाइस, हामीले सुरु गरिरहेछौँ। ल एकदमै तातो तातो छ है। तातो तातै मिठै हुन्छ गाइसहरू। म आज एकदम रुगा लागिरहेको छ, अहिले हल्का जाडो जाडै छ होइन। चिसो छ नि, मध्य चिसो बढेको छ साथीहरू। हजुरहरू कुन ठाउँबाट होइसिन्छ र उता कति कतिको जाडो छ भनेर एकचोटि कमेन्टमा भनिदिनु होला है। खाए है त। वाउ, फ्याबुलस। कस्तो भएको छ पुलाउ? मिठो भयो एकदमै। हेरेर जति खाउ खाउ लागिरहेको थियो, खाँदाखेरि झन् खाउ 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 लागिरहेको छ कि त्योभन्दा धेरै। हजुरलाई कस्तो लागिरहेछ आफैले बनाएको? ठिकै भयो। दाप्छ न दाप्छ न। के गरौँ, पछि उ गर्न मिलिहाल्छ नि। हामी काट्यो हालेर नि यो। यो ल भयो। मिठो भएछ नि। मिठो भयो। आफैले बनाएको साथीहरू मिठो भएछ। मुला खाने हौ? होइन, म सलाद खाँदिनँ। गाजर चाहिँ दिएको थियो एउटा। रुगा लागिरहेको छ, सलाद खायो भने झन् बढ्छ होइन गाइस। तर मुलाले पाचन तन्त्र राम्रो गर्छ नि, खाँदा फाइदा नै हुन्छ। अब नाकमा रुगा लागिरहेको छ होइन गाइस। अब झन् नाकमा लाग्यो भने छोड्यो। पापड ल्याउ त। भयो। अब बर्थडेको बेला अब केक सेक त्यो भन्दा अब हामी आमा छोरालाई सोच्यौँ बाबुले केक ल्याउने भन्दै थियो, तर मैले नि आफैले नाइ भनेको पर्दैन मलाई। केक सेक खाँदाखेरि पनि अलिक गुलियो पनि खान मन पर्दैन। र मेन कुरा छोरी पनि छैन घरमा। छोरी भएको भए छुट्टै रमाइलो हुन्थ्यो। मिस यु सो मच छोरी, धेरै मिस गर्दैछौँ हामी तिमीलाई। तिमी पनि भएको भए यसरी हामी तिनैजना मिलेर
मुखबाङ गर्नुहुन्थ्यो। त्यही भएर छोरी नभएको कारणले केक सेक पनि मैले ल्याउनलाई मनाइ गरिदिएँ बाबुले त ल्याउँछु भन्दै थियो। त्यही भएर हामी दुवैजना आमा छोरा मात्रै छौँ। त्यही भएर बर्थडेको स्पेसलमा बरु हाम्रो साथीभाइ भ्युवर्सहरूसँग होइन गफ गरी खानाको आनन्द लिनेको मजै छुट्टै छ कि। बर्थडेको स्पेसल एक त होइन, अनि घरमै बनाएको परिकार होइन। त्यो बाहिरको ऊ पार्टी होटल सोटल त्यही रेस्टुरेन्टमा गएर खानुभन्दा घरै बनाएको मिठो हुन्छ, हेल्दी पनि हुन्छ होइन। हरेक चिजमा स्वाद छ होइन गाईहरू, एकदमै दामी मिठो छ। युट्युबमा भिडियो नहालेको पनि धेरै भएको थियो। अस्ति नै पहिला हामीले झन्डै 1 वर्ष भयो यसरी, 1 वर्ष जति भयो होला है भिडियो नहालेको। 1 वर्ष अगाडि चाहिँ भिडियो हालेको थिएँ कि यसरी नै एउटा दुईवटा मुखबाङ गरेको अनि गेम खेलेको थिएँ आमा छोराको। 1 वर्ष भयो अहिले आएर बनाउन मन लागेको। त्यो पनि बाबुले भन्दै थियो मामु आज मुखबाङ गरौँ न भन्दै थियो। अनि बाबुले भनेपछि म पनि ओके भएँ। खाना चाहिँ एकदमै मिठो र हल्का तातो तातो पनि छ, त्यही कारणले मेरो टाउको पनि हल्का चिलाइरहेको छ। त्यही भएर मान्य गरिदिनु होला यदि मैले टाउको चिलाएँ भन्दैमा। रुगा लागिरहेछ नि त बाबुलाई, रुगा नै लागिरहेछ, टाउको पनि दुख्यो भन्दैछ। एउटा बाबु एउटा नानी छ है मेरो, तर एउटा नानी नहुँदाखेरि पनि कति खल्लो महसुस हुँदो रहेछ। तिमीलाई धेरै मिस गर्दैछु हामी छोरी। मिठो भएको छ नि पुलाउ, मिठो भयो एकदम दामी। अनि हामीले चाहिँ गाइस यस्तो रोस्ट सोस होइन, त्योभन्दा चाहिँ हामीलाई ग्रेभी मासु पुलाउसँग लास्टै नै दामी लाग्छ। खाना पनि एकदम स्वादिलो होइन, झोलसँग मजा लिली खाना मिल्ने। हामी नेपालीको चाहिँ यस्तै हो, पुलाउमा यसरी पापड रगडेर फुटाएर होइन एउटा गाँसमा हालेर हो। चिसो मौसममा तातो पुलाउ र चिकन खाना चाहिँ लास्ट नै मजा आउँछ। हजुरहरूले नि पक्कै सङ्क्रान्तिमा रमाइलो गर्नुभयो होला होइन, आफ्नो घरमा लड्डु चाकु, तिलको लड्डु चाकु अनि भुजाको लड्डु बनाएर त खानुभयो होला गाइस। यो बेला बेलामा किन यस्तो टाइमर देखाउँदो रहेछ? यो हाम्रो भिडियो चाहिँ एन्ड्रोइड मोबाइलबाट खिच्दैछौँ, कस्तो आउँछ हजुरहरूले कमेन्ट गरिदिनु होला कस्तो आएको छ। एन्ड्रोइड भए पनि आइफोनलाई टक्कर दिने जतिको क्यामेरा छ। यहाँबाट हेर्दाखेरि त ठिकै आएको क्वालिटी होइन, पछि हेर्दाखेरि कस्तो हुन्छ।
त्यो पनि आमामा खिचिसकेपछि गाइस तपाईँहरूलाई थाहा चाहिँ थाहा होइन युट्युबले क्वालिटी घटाइदिँदो रहेछ कि अलि यता आउनु तिमीले छेक्यो के अरे हल्का यता आउ त ल ठिक छ अब यो जस्ट मेमोरीको लागि पनि बनाएको हामीले है भिडियो मेमोरी हुन्छ भोलि पर्सि हेर्दा छुट्टै एउटा रमाइलो हुन्छ नि त पछि भोलि पर्सि हेर्दाखेरि होइन हाम्रो भिडियोहरू हेर्दाखेरि आफैले यस्तो हो हाम्रो मोटिभ भनेको भ्युज भन्दा पनि होइन युट्युब टिकटक केहीमा भिडियो हाल्दाखेरि मेमोरी हुन्छ हामीले भोलि पर्सि ठुलो हुँदै गयो भने होइन यसो भिडियो हेरेर रमाइलो एउटा माध्यम हुन्छ त्यही भएर यो हाम्रो बनाउने मुख्य कारण पनि हो मलाई फेरि मेमोरीहरू कलेक्ट गर्न खुब मनपर्छ साथीहरू त त्यही भएर टिकटक फेसबुकमा पोस्ट गरिरहेको हुन्छु मलाई एक्टिभ हुन एकदमै मन पराउँछु म आशा गर्दछौँ हामी हजुरहरू पनि त्यस्तै किसिमको हुनुहुन्छ होला है आफ्नो मेमोरिजहरू रेकर्ड गर्ने होइन फ्युचरहरूको लागि मिठो हामी तर मासु भनेपछि हुरुक्कै पनि हुँदैनौँ होइन त्यही पनि यसो बर्थडेको बेला होइन मम्मी बर्थडेको बेला त्यसपछि माघे सङ्क्रान्तिको चाडपर्व पनि चलिरहेछ त्यही भएर हामी त्यति इन्ट्रेस्ट लाग्दैन साथीहरू मलाई स्पेसल केही गरौँ भनेर लिएर आएको अनि बाबुलाई पनि त्यस्तो इन्ट्रेस्ट ननभेजमा खासै इन्ट्रेस्ट चाहिँ लाग्दैन हामीलाई चाहिँ एकचोटि खायो भने चाहिँ मलाई त्यो 15 दिन 1 महिनासम्म त्यति वास्ता लाग्दैन त्यति ननभेजमा कहिलेकाहीँ खानु चाहिँ खान्छु तर खासै त्यस्तो खाउँ लाग्नु चाहिँ इन्ट्रेस्ट चाहिँ हुँदैन हामीलाई चाहिँ न बाबुलाई न नानीलाई न मलाई तिनैजना त्यस्तै हो हामी तर कहिलेकाहीँ चाहिँ खाना चाहिँ खान्छौँ है हामी नखाने चाहिँ होइन खाना चाहिँ खान्छौँ पुलाउ ल्याउँ छ नि भइसक्यो छ पुलाउ ल्याइदियो अलिकति तपाईँलाई छ है बनाएको एउटा प्लेटमा लिएर आउनु है प्लेटमा हालेर तर मलाई चाहिँ पुगिसक्यो है फेरि भाँडाबाटै उचालेर ल्याउनु यस्तै साथीहरू आमा छोरा हामी रमाइलो गर्दैछौँ यसरी मुखबाङ गर्दैछौँ मुखबाङ ओन्ली मेमोरीको लागि है यो भिडियो चाहिँ पुलाउ पनि मिठो भएछ चिकन पनि मिठो भएछ तर घरमा बनाएको चाहिँ छिट्टो मिठो हुँदो रहेछ साथीहरू बिहे पार्टीतिर जान्छौँ नि हामी तर खासै मन पर्दैन बिहे पार्टीतिर खाना पनि सक्दिनँ तर मन खाने पुग्यो मलाई तिमी थप न कति खाने हो खाना यति मिठो होइन थपाउ लाग्ने त्यही भएर मैले त गाइस थपे आफ्नो भाग होइन खानुपर्छ अति नै मिठो बढ्दो उमेर छ नि त अनि पुलाउ पनि मिठो भएछ साथीहरू टेस्टी भएछ सबै मरमसला हालेर गाजर कोरेसम्म कोरेर नै होइन बर्थडेको स्पेसल हो बर्थडेको स्पेसल हो खानुपर्छ मलाई पुग्यो जबरजस्ती ल मिठो भयो मैले चाहिँ लास्टै मिठो लगाएर थपेँ गाइस ग्रेभी पनि अलिकति थपौँ होइन खाऊ न
मलाई चाहिँ नहाला पुग्यो हलमा धेरै खान सक्दैन अनि पापड चाहिँ ल्याऊ पापड त लाग्छ ल कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ साथीहरू है कमेन्ट गरिदिनु होला माया गरिदिनु होला केही न केही कमेन्ट चाहिँ गरिदिनु होला है साथीहरू हामी आमा छोराको भिडियो हेरेर यदि हजुरहरूको सपोर्ट आयो भने हामी यस्तै भिडियोहरू आगामी दिनमा अवश्य ल्याउनेछौँ होइन मेमोरीको लागि पनि हो होइन साथीहरू हजुरहरूलाई यदि माया गरिदिनु भयो भने हामी अरूहरू पनि भिडियो ल्याउँछौँ यसरी होइन मुखबाङ गरेको केही न केही माया गरिदिनु होला जाडोमा चाहिँ खाना चाहिँ एकैछिन सेलाउने क्या साथीहरू सुरुवात चाहिँ हामीले धेरै नै लास्ट ताप ताप्दै गरेर सेलाउँछ भनेर त थाहा थियो तर सेलाइहाल्यो तर केही छैन सेलाए पनि तातो जत्तिकै मिठो छ होइन एकदमै मिठो होइन हजुरहरू पनि जाडोको मौसममा यस्तै घरमा पुलाउ होइन घरमा बाहिर नगइकन घरमा पुलाउ मासु बाहिरको खानाभन्दा आफ्नै घरको खाना राम्रो नि कहिलेकाहीँ खानु पनि पर्छ बाहिरको नि तर त्यस्तै पार्टी सार्टी पऱ्यो बेलामा यहाँ इमर्जेन्सी परेर खानु पनि पऱ्यो तर डेली बाहिरको खाना खानु हुँदैन हेल्थको लागि राम्रो होइन कुनै दिन छोरीसँगै भयो भने छोरीसँग नि भिडियो बनाउँला यसरी नै बाबुको जस्तै सँग बसेर खाउँला दिदी चाहिँ अहिले बाहिर सिटी पढाइको लागि गइसकेको छ तर हामी चाहिँ यही छौँ होइन अर्को पालि दिदी आउँदा अवश्य दिदीले हेरिराख्छ होला यो भिडियो होइन हजुरलाई हामी धेरै मिस गरिरहेका छौँ अर्को पालि अवश्य सँगै बसेर खाम्ला होइन के गर्नु आफूले सोचे जस्तो हुँदैन कहिले नि कहिले केही मिल्दैन कहिले केही मिल्दैन है साथीहरू भयो मलाई मन भयो पुग्यो ल पुग्यो म चाहिँ खानामा कम्प्रोमाइज गर्नै सक्दिनँ साथीहरू डाइटिङ केही गर्न सक्दिनँ म खाना पनि खाएन है अनि मेहनत पनि गर्दिनँ बरु वकथक जाने यताउति एक्सर्साइज गर्ने डान्सहरू गर्ने त्यही हो तर खानालाई नो कम्प्रोमाइज नो डाइटिङ अरू खाऊ न पुलाउ भयो खाऊ न मिठो खाऊ न पुग्यो खायो होला नि अलिक थपेर यो भन्नु त यहाँ पनि पेट त्यति त नि होइन खाऊ हजुर आज म त नखाने अब नो 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 पुग्यो भनेपछि पुग्यो हामी चाहिँ इन्जोय गर्दै खानाको मजा लिँदै है साथीहरू नरिसाइदिनु होला कहिलेकाहीँ कति टिकटकमा भिडियोहरू यताउति नयाँ नयाँ कुराहरू पनि ल्याउनुपर्छ होइन साथीहरू पछि यो मेमोरी हेर्दाखेरि भोलि पर्छ
अलि वर्षपछि हेर्दाखेरि यो कस्तो छुट्टै आनन्द आउँछ, मजा आउँछ एकदमै। अनि गाइस हामीले आज पुलाउ र मासुको मुकबाङ गरिरहेको छौँ होइन। अनि हजुरहरूलाई यस्तै किसिमको मुकबाङ च्यालेन्जहरू हेर्न मन छ भने कृपया हाम्रो कमेन्टमा भनिदिनु होला होइन। हामी त्यस्तो टाइपको भिडियोहरू लिएर आउनेछौँ अवश्य। आमा छोरा मिलेर च्यालेन्ज पनि गर्नेछौँ होइन। ल अब हामी इन्जोय गरेर खान्छौँ होइन त। ल साथीहरू, लगभग हाम्रो खानाहरू पनि सिद्धिन लाग्यो। हामी इन्जोय गर्दै खानेछौँ अब। खाना अब खाँदैछौँ, अझ थोरै फिनिस हुन बाँकी छ। यसरी नै हामीले माया गरिदिनु होला, हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला। मेरो प्यारा प्यारा साथीहरूले राम्रो नराम्रो भए पनि कमेन्ट गरिदिनु होला। ल अब हामी इन्जोय गर्छौँ है। इन्जोय यर नाइट, इन्जोय यर डे। ल आजको लागि यति नै। बाई बाई। बाई बाई।